पछाडिका साथीहरू साइकल लाग्दिनु होला। यहाँ कोच बाहेक अन्य मित्रहरू अलिक साइडमा बसिदिनु होला। सबैले भिडियो बनाइदिनु होला, टिकटकमा प्रचार गरिदिनु होला, फेसबुकमा लगाइदिनु होला। यो हाम्रो पुर्खाले खेलेको खेल हामी सबैले माया गर्नुपर्छ। हाम्रो बाजे बराजुले खेलेको खेल आज हामी सोलुखुम्बु खेल्दैछौँ, खेलाउँदैछौँ। दुईतिर खेला भएको छ। अब कसले जित्ने कसले हार्ने हेर्नुहोस्। गोलीले खेल्ने खेल यो निकै बोकेरले खेल्ने खेल, सैकलीवालाले खेल्ने खेल। है यति धेरै राम्रो खेलिराख्नु भएको छ। कसले हार्ने कसले जित्ने उहाँहरूको उत्तिकै दमदार भएको तस्विर छ। हुनुपर्छ खेल मैदानको उत्तरतर्फ गार्नाको टिम हुनुहुन्छ, खेल मैदानको दक्षिणतर्फ नेलेको खेलाडीहरूको टिम छ। बितिराखेको बराबर समय हेर्दा बराबर कसले को फर्स्ट हुने हो, को सेकेन्ड हुने हेर्न बाँकी छ। अब उस्तै उहाँहरूको वजनदारले यो उम्रेहरूले खेल्ने खेल्ने यो वजनदारले खेल दर्शक बाबुहरू हार जित छुटाउन बाँकी छ। यार सबैले टिकटक लगाइदिनु होला, फेसबुकमा हेर्ने सबैले अपलोड गरिदिनु होला, लाइक लगाइदिनु होला, प्रचार गरिदिनु होला। हाम्रो पुर्खाहरू नेलेले एक पहिलो पछि हात पारेको छ। नेलेले यो बेस्ट 5 खेल हुनेछ र प्रथम स्थान हासिल गर्नको लागि 30 पटक जित्नुपर्ने हुन्छ। एक पटक नेलेले विजय गरेको छ, अझै 2 स्टेप छ भने पक्षबाट पनि उहाँको प्राइज जारी रहनेछ। निकै शास्ति पर्छ यो खेल हेर्दाखेरि, निकै ठुलो मिहिनेत छ उहाँहरूको। उहाँहरू सबैलाई हार्दै उहाँहरूको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँहरूको सफलतामा रमाउनको निम्ति तपाईँ सबै उपस्थित खेलप्रेमी दाजुभाइ दिदीबहिनीहरू सबैलाई हामी हार्दिक धन्यवाद आभार प्रकट गर्न चाहन्छौँ, धन्यवाद भन्न चाहन्छौँ। यो हिलो यो जुन खेल मैदानमा जसरी हिलो छ तथापि यो हिलोलाई उहाँले कुनै प्रभाव गर्नुभएको छैन, कुनै अप्ठ्यारो महसुस गर्नुभएको छैन। उहाँले जति सक्दो आफ्नो पोल्टामा प्रथम पुरस्कार मेडल प्रमाणपत्र लिने र आफ्नो घोडालाई चिनाउने तयारीमा उहाँहरू हुनुहुन्छ। हेरौँ उहाँलाई रेफ्रीले केही समय दिइराख्नु भएको छ। अब यो खेल फेरि 10औं स्टेप सुरु गर्नुहुनेछ।
1 मिनट उहाँहरूलाई हामीले सास फेर्न पानी खाने समय उपलब्ध गराएका छौँ। त्यसपछि हामी फेरि सुरु गर्नेछौँ। दसौँ सेट सुरु हुन गइराखेको छ। रेफ्रीको निर्देशन अनुसार खेल मैदानको दक्षिणतिर गार्माको टिम छ भने खेल मैदानको उत्तरतर्फ नेलेको टिम रहेका यहाँलाई हामी जानकारी गराउन चाहन्छौँ। अर्को पटकको खेलमा उहाँहरूको ड्रेस हुनेछ, झन् त्यसपछि आकर्षक हुनेछ। सुरु भएको छ, सुरु गरिसकेको छ। दुवै पक्षको ठिकै उहाँहरूको ठुलो मिहिनेत छ। उहाँहरूको निकै मिहिनेत छ। दर्शक बाबुहरू कसले जित्ने कसले हार्ने अझै उहाँको जारी छ। दर्शकबाजुहरू निकै कडा प्रतिस्पर्धा छ, निकै राम्रो प्रतिस्पर्धा छ, निकै राम्रो प्रतिस्पर्धा छ। कसले हार्ने कसले जित्ने अझै बाँकी छ। गार्मापछिले उहाँहरूको खेलाडीहरूले फल्स भएको कारणले गर्दा 210 सेट पनि नेलेको पौटामा भएको छ। अझै फेरि बेस्ट अफ 5 को खेल हुने भएको हुनाले यो बेस्ट अफ 5 को खेल हो। दर्शक मानवहरू खेलाडी साथीहरू अघि नै हामीले उद्घोष गरेका थियौँ। यो बेस्ट अफ 5 भएको हुनाले यो ट्रफी र 30,000 पुरस्कार यहाँले हात पार्नको निम्ति 3 पदक जित्नुपर्ने हुन्छ। 2 पदक उहाँले जितिसक्नुभयो। गार्मा टिमको पनि जारी छ। हाम्रो शुभकामना छ, दुईटै टिमलाई हामी शुभकामना व्यक्त गर्न चाहन्छौँ। अझै पनि उहाँहरूको कडा प्रतिस्पर्धा हुनेछ, हामी हेर्न पाउनेछौँ र देख्न पाउनेछौँ। त्यसो भएको हुनाले रेफ्री साथीहरू आफ्नो नियम अनुसार खेल अगाडि बढाइदिनु होला। पत्रकार साथीहरू आफ्नो क्यामेरा कैद गरिदिनु होला। सम्पूर्ण मोबाइलमा साथीहरू दिदीबहिनीहरू यहाँले भिडियो बनाइदिनु होला, टिकटक बनाइदिनु होला, सामाजिक सञ्जालमा प्रचार प्रसार गरिदिनु होला। हामी यही अनुरोध र आग्रह गर्न चाहन्छौँ।
डोरीतान खेल भनेको 16 वर्षदेखि 80 वर्ष उमेर समूहको पेट ठुलो भएको, पाखुरा ठुलो भएको, टिक्रा ठुलो भएको, मन ठुलो भएको जसले पनि खेल्न मिल्ने, त्यसो भएको हुनाले 640 केजीको टिम निर्माण गर्ने, जसले पनि खेल्ने। अर्को पटक महिला दिदी बहिनीहरूले पनि यही खेल मैदानमा खेल्न पाउने दिन आउन सक्छ। तपाईँले अहिलेलाई चाहिँ भिडियो टिकटक सबै निर्माण गरेर प्रचार प्रसार गरिदिनु होला, सहयोग गरिदिनु होला। हामी यही खेल मैदानबाट यही आह्वान गर्न चाहन्छौँ। अब 23 राम्रो खेल सञ्चालन गर्नको निम्ति रेफ्री साथीहरूलाई हामी निर्देशन गर्न गइरहेको छौँ। रेफ्री साथीहरू आफ्नो खेल सुरु गर्नु होला। साथीहरू कोच बाहेक, कोच र रेफ्री बाहेक अन्य साथीहरू अलिक साइड लाग्दिनु होला। सानो सानो नानीहरू त्यो माथि बस्ने दाजुभाइ दिदीबहिनीहरू, खै तपाईँको हातमा मोबाइल, तपाईँहरूले भिडियो बनाइदिनु पर्यो, प्रचार गरिदिनु पर्यो हाम्रो मोटे खेलाडीहरूको सम्मानको लागि। तेस्रो सेटमा कसले जित्छ कसले हार्छ हेर्न लागि छ दर्शक महानुभावहरू। सुरु भइसकेको छ। कोचले कोच दिइरहेको छ। दुईजना छ। दर्शक महानुभावहरू तपाईँलाई कस्तो लागिरहेछ? निकै निकै प्रतिस्पर्धा भइराखेको छ। गेम दुवै पक्षका खेलाडीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। फुलुङ दुधकोशी गाउँपालिका एक मेलले यो डोरीतान प्रतियोगिताको प्रथम पुरस्कारको विजेता हुनुभएको छ। त्यसै गरी दोस्रो पुरस्कारको विजेता हुनुभएको छ। यस सोलुदुधकोट नगरपालिका गारमा 7 खेलाडीहरू, दुवै खेलाडीहरूलाई प्रथम द्वितीय स्थान हासिल गर्नुभएकोमा हार्दिक बधाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र तपाईँहरूलाई दुवै पक्ष खेलाडीहरूलाई मैत्रीपूर्ण ढङ्गले हात मिलाएर अङ्कमाल गरेर यहाँलाई हामी तत्कालै पुरस्कार लिनको निम्ति खेल मैदानमा उपस्थित भइदिन आग्रह गर्न चाहन्छौँ। त्यसपछि भलिबल तर्फका खेलाडीहरूलाई पनि खेल मैदानमा लामबद्ध भइदिनु हामी आग्रह गर्न चाहन्छौँ।